हेलो गाइस, नयाँ भिडियोमा फेरि पनि स्वागत छ। आउनुहोस् सबैजनाले फुल भिडियो हेरेर साथ दिनुहोला, लाइक कमेन्ट सेयर गर्नुहोला। सबैजनालाई आजको दिन सुखमय बितोस् भन्दै म हजुरहरूको अनि ईश्वरप्रति कामना गर्छु। सधैँ सुस्वास्थ्य सबैतिर रहनुहोला। हामी चाहिँ ड्युटीतिर लाग्यो साथी हो। यस्तो छ, हामी परदेशमा छौँ र पनि हामी चाहिँ अनि यसरी साइकलको यात्रामा ड्युटी गर्न बाध्य छौँ। मेरो अगाडि 3जना साथीहरू हिँडिराख्नु भएको छ। उहाँहरू चाहिँ नेपाली होइन, उहाँहरू चाहिँ म्यानमारतिरको साथीहरू हुनुहुन्छ है। अनि म चाहिँ सबै अहिले चाहिँ हाइवेमा गइसकेको छु है। हामी सबै बाटोमा घर भन्ने कुराहरू कहीँ पाइँदैन, बस्तीहरू पाइँदैन। अनि सबै हेर्नु जङ्गल छ, अनि जङ्गलै हिँड्नुपर्छ होइन। गाडीहरू हिँड्छन् आफ्नो रफ्तारमा हुन्छ होइन। आफू आफ्नो तरिकाले बसेर हिँड्नुपर्छ। एकदम हाइवे हो होइन। यहाँ चाहिँ अब साइकल ल्यान छैन, अनि टुवे भएको कारणले यताबाट हल्का साइड हुन्छ, यसबाट हामी हिँड्नुपर्छ। ठुल्ठुलो लोरीहरू आउँछ, अनि अहिले चाहिँ बिहानै भएको कारणले खासै गाडीहरू आएको छैन। ड्युटीको लागि मात्रै हिँडिराखेका छन् मान्छेहरू है। अनि त्यो भएको कारणले खासै अनि गाडी देखिएको छैन ल। अनि यहाँनिर चाहिँ अस्ति मैले एउटा भिडियो बनाएको थिएँ, त्यो पोस्ट गर्नु पाएन। अनि यहाँनिर चाहिँ के छ भन्दा, हाम्रो ड्युटी गर्ने ठाउँबाट थोरै ओह्राएपछि एउटा यहाँनिर सानो कम्पनी छ है। अनि यो कम्पनी सर लाएर यस्तो जङ्गलहरू छैन, तेल घारी मात्रै छ। यहाँ हामीले खाने तेल भनेकै यस्तो हुन्छ, बुटा मात्रै छ कि जङ्गल हो है। यत्रो अजिङ्गरहरू आएको हुन्छ, बँदेलहरू आएको हुन्छ, गाडीले हानेर बाटोमा लडाइदिरहेको हुन्छ कहिलेकाहीँ बिहानमा होइन। यस्तो जङ्गल छ ल हेर्नु। कम्तीमा हामीलाई 10 देखि 15 मिनट लाग्छ साइकलमा होइन। एकदम तरास हुन्छ यहाँनिर होइन। धेरै मान्छेहरूको लुटपाट अनि यहाँनिर चोरी डकैतीहरू गर्छ। यहाँनिर सानो एउटा स्टोर जस्तो छ, कोही सामानहरू राखेको छ, पाइपहरू अनि होइन। यस्तो कचराहरू लिएर राखेको हुन्छ, कहिलेकाहीँ गाडीहरू लिएर राखेको हुन्छ। अनि यहाँ कतिखेर आउँछ कतिखेर जान्छ थाहा हुँदैन खासै। यस्तो छ। यहाँदेखि हाम्रो धेरै अगाडिसम्म जानुपर्छ हाम्रो हेर्नु ल। कम्पनी धेरै अगाडि छ हामीले काम गर्न जाने ठाउँ हो कि होइन। यस्तो जङ्गलको यात्रा गर्नुपर्छ, साथी एकदम बनाएर हिँड्नुपर्छ। पुरै यो जङ्गल हेर्नु, भित्रभित्र एकदमै तेलघारी हो होइन। एकदम सिङ्गल एक्लै हिँड्नु एकदम उ छ। दुई चारजना भएर हिँड्नुपर्ने हुन्छ। अगाडिबाट एकजना साथी हिँडिराखेको छ लुखो साइकल चलाउँदै बिचरा। बिहानै निन्द्राले छोडेको छैन होला। अनि हाम्रो यो कम्पनीको कम्पाउन्ड आयो है। अनि यतातिर भित्र चाहिँ अलिकति बिग्रिया मान्छेलाई, यस्तो अलिक फटा मान्छेलाई राख्छ क्या यो भित्र कम्पनीमा। जाँड खाने, ड्युटी नगर्ने अनि झैझगडा गर्ने त्यस्तो खालको मान्छेलाई यताभित्र राख्छ होइन। हामी जस्तो अलि ह्यान्डसम मान्छे, सुध्रिया मान्छे होइन, सप्राया मान्छेलाई चाहिँ यसरी साइकलमा कुदाउँछ बाहिरबाट है त ल। म त्यस्तै कुरा गर्दै साथी हो टक्कै अनि साइकल पार्किङमा आइयो हेर्नुहोस् यो। अनि ल हेर्नु, अगाडि यो पानीको ताल छ, पोखरी छ, यो हाम्रो कम्पनी हो। हामीले काम गर्ने चाहिँ धेरै भित्र जानुपर्छ होइन। अनि साइकलहरू यसरी पार्किङ गरेर राखेको छ साथीहरूले है। हामी चाहिँ मेन रोड छोडेर भित्र छिरिसकेका छौँ, किनभने हामी यतातिरबाट अब कम्पनीभित्र छिरिसकेको गेटबाट है। यतातिर बुटासहरू खै रुख जम्मै जङ्गल मात्रै हो कि होइन। हाम्रो कम्पनी पनि जङ्गलको बिचमा छ। हाम्रो सेक्युरिटी साथीले यहाँनिर आएर बाइक राखेको रहेछ, अनि हामीलाई पनि गार्ड चाहिन्छ। त्यस्तो छ है साथीहरू, हाम्रो कम्पनी यस्तो छ। हामी परदेशमा यसरी काम गर्छौँ। घाम नि आएको छैन, उज्यालो चाहिँ भइसकेको छ। यहाँ दिन रात भन्ने थाहा हुँदैन कि। बत्तीसँग रात पर्छ, अनि फेरि बत्तीसँगै उज्यालो हुन्छ। अनि त्यसपछि अब भित्र पस्यो कम्पनीमा, अब बाहिर कतिखेर घाम आउँछ भन्ने थाहै हुँदैन। अनि समय गएको पनि पत्तो हुँदैन कतिखेर। यसरी गेट डोरीमा। धन्यवाद छ। भिडियो मन परे लाइक सेयर कमेन्ट गर्नुहोला। जय होस्।